नमस्ते सबैजनालाई रुबी बी किपिङबाट। आज चाहिँ म जाडो मौसममा हाम्रो मौरीलाई चाहिँ कसरी मिलाउने र कसरी बलियो पार्ने भनेर आज सिकाउन जाँदैछु है। हजुरहरूले भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। धेरै दिन भएको थियो मैले लगभग पनि मौरी चेक नगरेको अथवा मौरी निरीक्षण नगरेको। अहिले चाहिँ तोरी पनि ढले सँगसँगै अब मौरीलाई खाना पनि कम हुँदै गइसकेको छ। देख्न सक्नुहुन्छ थोरै थोरै मात्रामा छ सबैतिर। अनि त्यही भएर अब खाना पुगिरहेको छ कि छैन भनेर चाहिँ अब मौरी नि एकचोटि चेक गर्नु पर्यो भनेर आज चाहिँ मौरी चेक गर्न आएको छु है त। एक्लै छु, चिल छ। देख्न सक्नुहुन्छ ओ यो सबै गाउँ है त। मौरीहरू चाहिँ त्यहाँ कुना कुनातिर राखेका छौँ। मल सप्रको एकदम डर छ, त्यही भएको कारणले चाहिँ मैले मौरी चाहिँ सबै एकै ठाउँ नराखेको है त। चलिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ भिरमौरी पनि एकदम धेरै आएर छ है। यहाँतिर यो एरियामा चाहिँ अलिक खाना रहेछ। तोरी भर्खरै त्यति साह्रो ढलेको छैन रहेछ। जति मौरी छ उति नै भिरमौरी पनि छ है। त्यही भएर देख्न सक्नुहुन्छ मौरी। ओके, यहाँ मौरी छ है त। मौरी यहाँ छ एउटा, अर्को त्यहाँ छ, अर्को चाहिँ उता पछाडितिर छ है त। ओके, लेट्स चेक आउट है त। धेरै भयो मौरी चेक गर्न नपाएको पनि। अरूले पनि चेक गर्न चाहिँ के हौ, एकदम धेरै कुचेको छ त यो त। के हो घाँस काटेको, बाबाले बाछाहरूको लागि घाँस काटेको चाहिँ। ओके, म यो खोल्छु। मौरीको आवाज ठिकै छ। अब हामी मह र पलन हेर्छौँ, त्यसपछि अन्डा के कतिको पारिरहेको रहेछ हेर्छौँ अनि जान्छौँ है त। यहाँ त अहिले यो एरियामा त्यस्तो धेरै खाना छैन। अहिले चाहिँ ऐसिलु भयो अनि अर्को धेरै खाना पाइन्छ। देख्न सक्नुहुन्छ है त यो भिरमौरी। यो चाहिँ है, यो ठुलो चाहिँ भिरमौरी है, देख्न सक्नुहुन्छ। भिरमौरी धेरै छ। अहिले चाहिँ तोरी पनि ढलेको भएर त्यस्तो साह्रो भिरमौरी पनि छैन। हामीले मौरी जहिले पनि खोल्दाखेरि चाहिँ अहिले चाहिँ जाडो मौसम छ, त्यही भएर दिउँसो मात्रै खोल्नुपर्छ है त। किनकि आज त्यति राम्रो घाम पनि छैन त्यही माथि। ओके, यो चाहिँ अस्ति भर्खरै नयाँ रानी पास भएर राखेको थियो। ओके, मैले आधा साग यहाँ देख्न सकिन्छ। त्यति धेरै छैन। यहाँ मौरीको काम के कसो रहेछ हेरौँ। यो चाहिँ सुपरको चाका भयो। देख्न सक्नुहुन्छ मह छैन अब है, मह छैन। ओके, रस अर्कोमा हेरौँ एकचोटि। ओके, जति छोप्नु सकेको छ उनीहरूले उति छोपेको छ। अनि त्यही भएको कारणले पनि रस थोरै मात्रामा छ उनीहरूलाई पुग्ने टाइपले। अनि छोप्नु सक्ने जति चाहिँ अन्डा पारेको रहेछ, देख्न सक्नुहुन्छ। अनि यहाँ रानी हेरौँ है त। नरिसाउ देख्न सक्नुहुन्छ यहाँ रानी है त। ओके, पास भएको धेरै पनि भएको छैन। रानी देख्न सक्नुहुन्छ। पास भएको धेरै पनि भएको छैन यो रानी। लगभगै पनि धेरैमा 15 दिन भयो होला पास भएको, रानी पास भएको।
यो धेरै चलाउनु ठिक जस्तो लागेन किनकि यसको मौरीको सङ्ख्या धेरै कम छ र उनीहरूलाई टेम्परेचर मेन्टेन गर्न चाहिँ एकदम गाह्रो हुने जस्तो देखिन्छ। त्यही भएर यो धेरै समय खुलाएर राख्नु भएन। अन्त अलि धेरै भागोतिर चाहिँ हेर्छौँ है त अब हामी। ओके यसको ओके सेट यहाँबाट छिर्ने वातावरण बनिरहेको छ, त्यही भएर यिनीहरूको टेम्परेचर त्यति राम्रोसँग मेन्टेन भएन होला जस्तो लाग्यो मलाई। लेट्स चेक है त। देख्न सक्नुहुन्छ यसमा चाहिँ चाका कालो भयो भने ब्रुडको मात्रामा चाहिँ राम्रै छ है। यहाँ अर्को यो 4वटामा नि ब्रुड छ, ब्रुडको मात्रामा राम्रो भयो चाहिँ खाना पनि राम्रै छ, ठिकै छ। पोलन पनि देख्न सक्नुहुन्छ, राम्रो रहेछ पोलन पनि। हुन्छ यसलाई छोडिदिउँ है त। मौरीहरूले चाहिँ पोलन चाहिँ एकदम थोरै मात्रामा ल्याइरहेको छ है त। अहिले तोरी पनि त्यस्तो राम्रो नभएकोले प्लस अहिले ऐसेलुको फुल अलिअलि राम्रोसँग फुलेछ तिनीहरू। अनि यस्तै झारपातहरूकोबाट अर्को एउटा कुरा पनि भनिमा छ, यो तोरी जुन चाहिँ यो तोरी छ, तोरीबाट चाहिँ तोरीमा चाहिँ सबैले भन्छ नि होइन मौरी एकदम राम्रो हुन्छ एकदम राम्रो हुन्छ भन्छौँ होइन। किन भन्दाखेरि तोरीमा चाहिँ के हुन्छ भन्दाखेरि पोलन र मह चाहिँ बराबर मात्रामा पाइन्छ क्या। त्यही भएर चाहिँ तोरीमा चाहिँ मौरी एकदम राम्रो हुन्छ। मौरी राम्रो हुनलाई चाहिँ हामीले भन्छौँ नि होइन पोलन र मह चाहिँ बराबर चाहिन्छ। त्यही भएपछि मौरी एकदम राम्रोसँग सुट हुन्छ। कमजोर गोला पनि रानी स्वस्थ भयो भने स्वस्थ रानी भयो भने खतरा टाइट बलियो हुन्छ है त। ओके अब फेरि हामी अर्को घारहरू हेर्नुतिर लाग्छौँ। देख्न सक्नुहुन्छ भिरमौरी कहाँ गयो यहाँ देख्न सक्नुहुन्छ है। ओके अब हामी फेरि अर्को मौरी हेर्नुतिर जान्छौँ है त। हामीले मौरी हेर्दाखेरि चाहिँ जहिले पनि एकै साइडबाट हेरेको छ भने जहिले पनि एउटै साइडबाट हेर्नुपर्छ है। जस्तै अब पूर्व साइडबाट हेरेको छ भने पूर्व साइडबाट नै, अथवा पश्चिम साइडबाट हेरेको छ भने पश्चिम साइडबाट हेर्नुपर्छ है त। ओके देख्न सक्नुहुन्छ। ओके यहाँ चाहिँ यो गोला चाहिँ एकदम राम्रो छ है। अस्ति भर्खरै मात्रै फोडेको तोरीमा भएको भएर मौरी चाहिँ एकदम राम्रो बनेको छ। देख्न सक्नुहुन्छ 2 4 6 8 फ्रेम नै एकदम राम्रो छ। यो घरमा चाहिँ महन देख्नु भइरहेछ तपाईँहरूले, मह पनि एकदम राम्रो छ। अब मौरी हेर्दा भनौँ न यो मौसम पनि एकदम बिग्रेकै, हेर्नु न के भएको यस्तो है। अब यो मौसम बिग्रिसकेछ, अब सबै घाएर खोलेर एक फ्रेम उठाएर चाहिँ हेर्नु नपाउने भयो। ठिक छ राम्रो चलिरहेको छ नि। ओके ठिक छ देख्न सक्नुहुन्छ। मैले मेसिनले नकाटेर चाका चाहिँ साइडबाट काटेको, अलि लाउँदैछ। अबको चैत्र अब आउने सिजनसम्म त ठुक्क लागिसक्छ यिनीहरूले। अनि यिनीहरूको कति रहेछ हेरौँ, खाना मात्र धेरै स्टक गरेर राखेको रहेछ, देख्न सक्नुहुन्छ है त। ओके यहाँ खाने मात्र ज्यादा रहेछ, खाना बहुत छ, खाना मात्र बहुत छ। ओके देख्न सक्नुहुन्छ है त। यसमा चाहिँ बल रहेछ, खाना पनि बच्चा सबै। अब यो मौसम एकदम चिसो भइसक्यो, धेरै चलाउँदैनौँ अब हामी।
ओके अस्ति भर्खर दिएको यो आधार चाकामा यस्तो बबाल हालिसकेको छ है। ओके देख्न सक्नुहुन्छ। तोरी सकिसकेपछि पनि यति राम्रो ब्रुड छ है त। ओके रानी यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले के हो देख्नुभएको छ यो रानी लुकिरहेछ है त। धेरै डिस्टर्ब भए जस्तो छ हामी राखिदिन्छौँ अब। यस्तो अवस्थामा यहाँसम्म अघिदेखि यहाँसम्म चाहिँ 1 2 3 4 5 5वटा चाहिँ हामीसँग ब्रुड छ। बाँकी 3 फ्रेम 3 फ्रेम चाहिँ हामीसँग के थियो भन्दाखेरि एउटा खाली छेउको खाली थियो र अर्को दुईटामा चाहिँ मह थियो होइन। सो यो खाली भइसकेको चाहिँ मौरीले यहाँसम्म छोप्न सकिसकेपछि चाहिँ हामीले जाडो मौसम भए पनि उनीहरूले छोप्न सक्ने अवस्था छ भने चाहिँ हामीले मौरी मिलाउनु पर्छ है त। किनकि जस्तै यहाँ अब यो त खाली छ तर यहाँ दुईटा महले भरेको छ भन्दा उनीहरू त रानी त डाइरेक्टै यहाँ आएर यहाँ त गर्दैन पक्कै पनि अन्डा पार्दैन। त्यही भएको कारणले चाहिँ हामीले यहाँको खाली फ्रेम चाहिँ यहाँ मह नभएको कारणमा नभएको अवस्थामा मैले यता राख्दैछु है त। दिस वान इज सरी इङ्ग्लिस छोडिदिउँ है नछाडौँ इङ्ग्लिस। यो चाहिँ हामीले खाली फ्रेम यहाँ राख्दैछौँ है त। यो ब्रुड दुइटाको बिचमा चाहिँ राख्दैछौँ। अबको 2-4 दिनभित्र चाहिँ अब यिनीहरूले सफा गरिसकेसँगै यिनीहरूले यहाँ चाहिँ अन्डा पार्छ है त। मौरी मिलाउँदाखेरि यस्तै मिलाउनुपर्छ। यदि अदर ह्यान्डमा चाहिँ अर्कोमा चाहिँ यो जाडो मौसम भएको भएर त्यसरी मिलाएको नत्र म यहाँ आधा चाका पनि हालिदिन्थेँ। तर यहाँ अहिले खाना पनि पाइरहेको छैन त्यही भएको कारणले चाहिँ म आधा चाका हाल्दिनँ मैले है त। हामी अब यो मौरी घाटलाई पनि बाई बाई गर्छौँ र फेरि अर्को साइडतिर अर्को मौरी भएको ठाउँमा हेर्न जान्छौँ है त। यो खानाको स्रोत भनेको चाहिँ यो ऐसलेको फुल रहेको छ मेन भनेको। त्यो पछि अलिअलि चाहिँ तोरी पनि अझै ढल्न बाँकी छ। थोरै मात्रामा तोरीहरू छ। अर्को फुलहरू यस्तै फुलहरू छ। जङ्गलमा राख्दै यस्तो चाहिँ त्यस्तो हुन्छ है त। विभिन्न स्रोतको मह लिन पाइन्छ देख्न सकिन्छ। ऐसलेको फुलिया छ ऐसले फुलहरू। मौरी घारा त्यतातिर छ। ओके अब हामी फटाफट अन्ततिर लाग्छौँ। मेरो मोबाइलको ब्याट्री सकिन लागेको छ। किन्तु अदर ह्यान्ड कसैलाई थाहा छ भने यो जुन चाहिँ भन्छौँ नि यसको अब नेपालीको नाम मलाई पनि राम्रोसँग थाहा भएन। यसको फुलबाट चाहिँ भनौँ न यसको फुलबाट चाहिँ मौरीले खाना लिन्छ कि लिँदैन होला त यसो कमेन्ट गरिदिनु न है। नत्र यो बिरुवाको उसमा नि चढाउनु पर्ने यसो सोचिरहेको छु मैले। तर एक्ज्याक्ट मलाई थाहा नभएको कारणले चाहिँ मैले चढाउनु लगेको छैन चाहिँ। फुल त फुलिरहेको छ यिनीहरूको। र तपाईँहरूले भर्खर मैले देखाएको यसको त्यो बिरुवाको नाम पनि थाहा छ भने यसो नेपाली नाम पनि थाहा छ भने यसो कमेन्ट गरिदिनु होला। ओके लाग्दैछौँ अब हामी अथवा म अर्को घाटतिर। घाम पनि अन्जाने भएर छ। ओके हामी फाइनली आइपुगेछौँ फेरि अर्को घाटहरू भएको ठाउँमा। मौरीको मुभमेन्ट राम्रै छ यता पनि। अर्को चाहिँ हेरौँ। ठिकै छ त्यस्तो नराम्रो भन्नु मिल्दैन। अब हामी घाम हुँदाहुँदै यो घर पनि खोलेर हेर्छौँ। ओके यहाँतिर चाहिँ तोरीहरू पुरै ढलिसकेछ है। ओके ओ शिट यहाँ एउटा फ्रेम तल झरेछ। अनि मौरी पनि घटेछ। 2 फ्रेम मौरी घटेछ। 1 फ्रेम त लगभग बाहिर गएर पनि होला होइन। यो फ्रेम पनि पुरै खाली छ हेर्नु है त। पुरै खाली छ। लेट्स सी के हुन्छ हेरौँ। मौरीले अफ सिजन पनि यति राम्रो बनाएर छ है त।
ओके देख्न सक्नुहुन्छ यति राम्रो बच्चा बनाएको है राम्रै छ मौरी यहाँको पनि राम्रै छ नराम्रो भन्नु मिल्दैन एकदम राम्रै छ है मौरीको सङ्ख्या ब्रुडहरूको सङ्ख्या अन्डाको सङ्ख्या खानाको मात्रामा चाहिँ अलिकति कम भएको रहेछ यस्तो अवस्थामा चाहिँ म अघि हजुरहरूलाई अलि राम्रोसँग भन्न पाएन जस्तै कि फर इक्जाम्पल मानौँ एउटा दुईवटा तिनवटा चारवटा पाँचवटामा चाहिँ पुरै ब्रुड छ है पुरा ब्रुड राम्रो छ ब्रुड प्लस अन्डा एकदम राम्रो छ है प्युपाहरू सबै राम्रो छ प्लस अलिकति खानाको मात्रामा चाहिँ अलिक कम भएर हुनाले यो एउटा फ्रेममा चाहिँ यति धेरै मौरीमा यो एउटा फ्रेममा चाहिँ खाना भयो भने त्यति राम्रो मानिँदैन तर यति खाना भएपछि चाहिँ अब हामीले के गर्न सकिन्छ भन्दाखेरि अब यो यहाँ खाना हुँदा यो एउटा दुईवटा अनि यो चाहिँ यो गर्दा चाहिँ तिनवटा चाहिँ पुरा खाली छ होइन भनौँ न यो यसमा ब्रुडहरू छैन यस्तो अवस्थामा चाहिँ अब जाडो महिना भए पनि हामीले चाहिँ एउटासम्म चाहिँ अब हामीले बिचमा राख्न सकिन्छौँ है म्यानेज गर्न सकिन्छ फर इक्जाम्पल मानौँ जस्तो कि यो पुरा खाली छ नि होइन यसमा चाहिँ अन्डा पार्नको लागि हामीले यसलाई यहाँ हाल्न सकिन्छौँ बुझ्नुभयो हजुरहरूले जस्तो कि यति धेरै ब्रुड हुँदाखेरि चाहिँ अब मौरीको सङ्ख्या पनि एकदम धेरै राम्रो छ होइन त्यस्तो अवस्थामा चाहिँ हामीले जाडो महिना भए पनि एउटा चाहिँ हाम्रो यो खाली चाका चाहिँ यहाँभित्र हाल्न सकिन्छौँ अन्त गर्मी महिना भएपछि यति मौरीमा मैले दुई ठाउँतिर हालिदिन सकिन्थेँ फर इक्जाम्पल मानौँ यहाँतिर एउटा र प्लस यहाँतिर एउटा हालिदिन्थेँ चाका चाहिँ यो दुइटै अघि भर्खर हालेको र यो चाहिँ म हालिदिन्थेँ होला तर यो जाडो मौसम भएको भएर चाहिँ हामीले यसलाई हालिदिँदैनौँ जाडो मौसममा चाहिँ यस्तो किन भन्दाखेरि जस्तै कि फर इक्जाम्पल मानौँ मैले यो पनि यहाँतिर हालिदियो भने किनकि यता यहाँ हालिदियो भने मौरीले जुन चाहिँ हुन्छ नि अब यो दुईवटा फ्रेम भन्नुको मतलब त यो दुईवटा यो जुन चाहिँ जति हिट दिनुपर्ने यो दुईवटालाई यो दुईवटाको यो प्युपा लार्भाहरूलाई जति हिट दिनुपर्ने हो त्यति दिन पाइन्न क्या तपाईँको किन भन्दाखेरि अब यो उनीहरूले अब यसरी सिधा स्ट्रेट यसरी अब आउँदाखेरि चाहिँ उनीहरूले यो छोप्नेको कारणले यता यो प्युपाहरू अन्डाहरू छोप्न भ्याएन भने चाहिँ त्यो अन्डा प्युपाहरू चाहिँ कुहिन्छ त्यो कुहिनु भनेको हामीलाई एकदम लस हो त्यही भएको कारणले चाहिँ हामीले मेन्टेन गर्नुपर्छ है त मौरीको सङ्ख्या हेरेर खाना हेरेर र सबै कुरा हेरेर चाहिँ होलभित्रको सबै कुरा हेरेर चाहिँ हामीले यसरी मिलाउनु पर्छ है त तब मात्रै हामीले मौरी राम्रोसँग बढाउन सकिन्छौँ ओके यो मौरीहरू हेरेर सँगसँगै म अब अन्त अर्को ठाउँमा हेर्न जान्छु है त अर्को ठाउँ भन्नाले मेरो घरमै छ म स्कुल देखाउँछु तपाईँहरूलाई मैले बिहान चाहिँ भिडियो गर्न भ्याएन एकदम अलिक बिजी भएको भएर ओके म तपाईँहरूलाई घर पनि देखाउँछु नि यहाँतिर पनि सबै राम्रो छ है